मेरो झापा क्षेत्र नम्बर 5 मेरो ठाउँ हो चुनाव लड्ने। म फेरि त्यहीँ गएर चुनाव लड्छु। म सुशीला कार्कीजीलाई आह्वान गर्छु, तपाईँ आएर जितेर देखाउनुहोस्। यो फागुन 21 के चुनावको कुरा गर्दैछौँ नि हामी। जहिले हुन्छ न, जहिले हुन्छ। उहाँ लड्न त पाउनुहुन्छ नि त जहिले भए पनि। यो दुईटै किडनी फेल भएको केपी ओलीको बोली अझैसम्म रुकेको छैन। अझै पनि च्यालेन्ज गर्दै हिँड्छ त बा, त्यो पनि प्रधानमन्त्रीलाई च्यालेन्ज गर्दै हिँड्छ त। त्यही भएर भनेको थियो नेपालको जनताहरूले के संसद विघटन हुनुपर्छ, यस्तो नियम ल्याइदिनुपर्छ कि यिनीहरूले लड्नै नपाओस्, एमाले काङ्ग्रेस माओवादीको झोलेहरू लड्नै नपाओस्। तर तिमीहरूलाई त चुनाव गर्नु थियो, तिमीहरूले त संसद विघटन नगरिकनै आफू मन्त्री हुन्छ भनेर तिमीहरूले ठान्यो। तिमीहरूलाई जहाँ थियो त्यहीँ जान्छौ। यिनीहरू पापीहरू छोड्दैन। ए मुजीहरू अझै पनि देश छोड्दैन हो, देश बन्न देन हो। तिमीहरू न देश बनाउन सक्छौ, बिगार्न मात्रै गर्छौ तिमीहरूले। फुइ या मुजीहरू।